नमस्कार सम्पूर्ण महानुभावहरुमा यस भिडियोमा स्वागत छ। आजको भिडियोमा चाहिँ मैले कसरी मेरो शेयर अकाउन्ट एक्सपायर भइसकेपछि रिन्यू गर्न सक्छौं त्यसको बारेमा डिस्कस गर्ने छौं। प्रोसिडमा क्लिक गर्ने र हामीले यहाँ देखाइएका मध्ये कुनै एउटा एप्लिकेसनबाट चाहिँ हामीले पेमेन्ट गरेर मेरो शेयरलाई चाहिँ रिन्यू गर्न सक्छौं। मसँग चाहिँ अहिले ई-सेवा छ, त्यही भएर अब म चाहिँ ई-सेवाबाट गर्न गइरहेको छु। डिमेट र मेरो शेयर दुईटै अहिले रिन्यू गर्न लागेको छु। प्रोसिडमा क्लिक गर्ने अनि आफ्नो ई-सेवा आईडी कुन नम्बरबाट खोलेको हो त्यो नम्बर हाल्ने र पासवर्ड पिन के हालेको छ त्यो हाल्ने। पछि आई एम नट अ रोबोटमा क्लिक गर्ने अनि त्यसपछि लगइन हुन्छ। एउटा कोड आउँछ अनि त्यो कोड हाल्ने। त्यसपछि भेरिफाईमा क्लिक गर्ने। भेरिफाई हुन्छ। त्यसपछि दुईटा मध्ये कन्टिन्यू पेमेन्टमा चाहिँ क्लिक गर्छौं अनि पे भिया ई-सेवा पे थ्रु ई-सेवा क्लिक गर्ने। त्यसपछि रिन्यू हुन्छ। तर यहाँ पेमेन्ट फेल भनेर देखायो। पेमेन्ट फेल भनेर नोटिफिकेसन यहाँ देखायो भने ई-सेवामा गएर हामीले नोटिफिकेसन चेक गर्यौं भने चाहिँ यता ट्रान्ज्याक्सन भइसक्यो हुन्छ। ट्रान्ज्याक्सन फेल देखाएको थियो, तैपनि अहिले चाहिँ ट्रान्ज्याक्सन डन अमाउन्ट 150 फर नासा सेक्युरिटिज भनेर आइसक्यो रहेछ। ल यति भएपछि चाहिँ हाम्रो मेरो शेयर रिन्यू हुन्छ। मेरो शेयर र डिमेट त्यो रिन्यू गरिसकेपछि लगइन गर्दैछु र लगइन गर्ने बित्तिकै खुलिहाल्यो।